वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ हामी दिदीको नानीको न्वारानमा जान लागेको गेजिङ होइन। अनि हामी चाहिँ यहाँ गोक बजारमा गाडी पर्खेर बसिरहेको छौँ। हामी चाहिँ गरमले हप्प भइरहेको छ है गाइस। अनि मेरो बुढा चाहिँ यहाँ यस्तो छ। अहिले एकछिन म तपाईँहरूलाई म ब्लग कन्टिन्यू गर्छु। बाई बाई गाइस। गाइस हामी चाहिँ आइमै बजार यसलाई नानीलाई गेजिङ होइन। अनि हामी चाहिँ यहाँ गोक बजारमा गाडी पर्खेर बसिरहेको छौँ। हामी चाहिँ गरमले हप्प भइरहेको छ है गाइस। अनि मेरो बुढा चाहिँ यहाँ यस्तो छ। अहिले एकछिन म तपाईँहरूलाई म ब्लग कन्टिन्यू गर्छु। बाई बाई गाइस। गाइस हामी चाहिँ चढ्यौँ गाडीमा, तर एकछिन ड्राइभर बसिरहेको छ हो। अन्त यस्तो छ, म त्यस्तो भएर गएको छु। अन्त मेरो बुढा र नानी त्यहाँ छ। अब चाहिँ हामी जान लागेको, तर गाडी चाहिँ आधी बाटोसम्म मात्रै जान्छ अरे, गाडी पाउँदैन। अनि त्यही भएर हामी चाहिँ आधी बाटोसम्म जानु जाँदैछौँ। ओके गाइस, अहिले एकछिन म कन्टिन्यू गर्छु। मम्मी र पापा माथिबाट घरबाट आउनुहुँदैछ, त्यही भएर हामी चाहिँ एकछिन पर्खिन्छौँ। तपाईँहरूलाई बजारहरू देखाउने छु अलिअलि भए पनि। ओके गाइस, अहिले एकछिन कन्टिन्यू गर्छु। गाइस हामी चाहिँ आइमै बजार यसलाई नानीलाई त्यहाँ ब्याग चिन्दै थियो हो, लाने अरे। ए हामी चाहिँ लाने हामी चाहिँ गेजिङ बजार आइपुग्यौँ है। यस्तो भइरहेको रहेछ आमा पापा। दिन चाहिँ यस्तो हेर्न आउनु हुँदैछ हामीलाई ल्याउनु। गेजिङ बजारको नजाराहरू चाहिँ यस्तो भएको छ है। ऊ भेना ऊ पर आउनु हुँदो रहेछ। हामी चाहिँ गेजिङ बजारमा आएर भेनामा हामीलाई ल्याउन आएर त्यहाँ हामीलाई डुलाउँदैछ हो। नानीको पापा चाहिँ उहाँ हुनुहुन्छ। अन्त मैले चाहिँ केक किनी मागेँ हो। अन्त मेरो बुढा त्यहाँ छ। अब चाहिँ हामी जान लागेको। मेरो आमा र पापा चाहिँ तल बसिरहेको छ, हामीलाई लुगिरहेको छ। अब हामी चाहिँ गाडी रिजर्भ गरेर जान्छौँ। हामी पाहुनाहरूको उयो दस्तुर। नानीको पापा, नानीको आमा, सुत्केरी मम्मी, नानी हो यहाँ छ। हामी चाहिँ स्काई वक यता आउन आमा उयो भयो। स्काई वक आइपुग्यो नै, यताबाट घुमेर जानुपर्छ अरे हो। जाँदैछौँ हामी चाहिँ टेलिङ आइपुग्न आँट्यो। हामी यस्तो गुम्बाबाट घुमेर जाउँ भनेर सोचेर चाहिँ हामी घुम्यौँ। र मेरो भिडियोलाई चाहिँ तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नभुलिदिनुहोस् होला गाइस। र तपाईँहरूको मायाले नै म अगाडि बढ्ने छु होइन। अझै राम्रो राम्रो भिडियो ल्याउने छु। र यो भ्लग चाहिँ मैले कति दिन स्टार्ट गरिनँ होइन।
त्यसको लागि चाहिँ सरी। मेरो उयो सब्सक्राइबरहरूलाई चाहिँ मेरो भिडियो त्यस्तो राम्रो पाउनु भएन। अनि हामी चाहिँ फाइनली गाइस गुम्बा आइपुग्यौँ हो। अन्त गुम्बा देखाइदिन्छु नि। यहाँ हेर्नु सक्नुहुन्छ गुम्बा चाहिँ यस्तो रहेछ हो। मार्छ होला हौ बिचमा मेरो बुढा। मेरो मम्मी गलेर हत्तु भयो अरे हो। हामी चाहिँ उकालो जाँदैछौँ। आजको दिनहरू चाहिँ यस्तो भएको छ हो। अन्त यो चाहिँ माने हो। मेरो नाना चाहिँ गेजिङ बिहा हुनुभएको। अनि त्यही भएर हामी चाहिँ यसो आएको बेला होइन घुमौँ भनेर चाहिँ त्यही भएर आएको थियो। कता रहेछ ए बाटो बिर्सेछ हो। भेनाले पनि बिर्सेछ बिचरा हो। लास्टमा बेकारमा टाइम मात्रै वेस्ट भयो। केही छैन र पनि होइन बिस्तारै बिस्तारै घुम्न आएको हो। घुम्दै जाउँ ल। र मेरो भिडियोलाई तपाईँहरूले हेर्दै जानुहोस् होला। गाइस एकछिनमा कन्टिन्यू गर्छु। गुम्बा छेउमा चाहिँ यस्तो दामी दामी फुलहरू रोपेको रहेछ हो। त्यो माने सक्नुहुन्छ। मेरो बुढा चाहिँ बिचरा नानी बोकेर हत्तु भइसक्यो अरे। मेरो नानी चाहिँ खेल्दैछ। यता 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 छिटो गरिरहेको छु। यता यता जा मम्मी भएको जा हेर्दै के हुन्छ डर पनि लाग्दैछ जानु मन। मजा आयो भाइ। ऊ तल हेर्छ देखिस् ऊपर जा आमा भएको जा 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 आमा भएको कुद जा आमा भएकोमा जाऊ। अलिक होइन यो चाहिँ फ्यालेको जस्तै हुन्छ नि त। तर कहिले खेल्नु जा जा खेल्नु जा। हेर न उयोलाई कालु ओइ ल आमाको दे न। हेर नानी ओइ अद्विक अद्विक यस मजा आएछ। आइए सबको यही नेहा इधर हो। आइए सबको यही ग्रुप हो जाएगा हो जाएगा। ओइ करा ला छुट्टा गरौँ यो छि। बुढा र मेरो नानी आमाहरूले चाहिँ त्यहाँ घुमाउँदैछ माने हो। हामी चाहिँ अब चढेको उकालो। यहाँ बस म खेलिदिन्छु बस। हामी चाहिँ घुमेर पनि आयौँ। हामी चाहिँ हिँडेर गएको थियौँ होइन। अन्त हिँडेर घर जाँदैछौँ। भइरहेछ यस्तो भइरहेछ दिन हो। हावा पनि चल्नु थाल्यो। डर पनि लाग्दैछ अलिअलि। ओके गाइस अहिले एकछिन कन्टिन्यू गर्छु। बाइ बाइ।